हजुरहरू पार्ट टाइम जबको खोजीमा हुनुहुन्छ या आफ्नो बेबीहरूलाई हेर्दै अतिरिक्त आम्दानीको खोजीमा हुनुहुन्छ के हजुरहरूलाई सोसल मिडिया को प्रयोग गरेर पनि 5 फिगरदेखि 7 फिगरसम्म इन्कम गर्न सकिन्छ भन्ने कुरा बुझ्न मन छ। एआई र डिजिटलको यो संसारमा हामीहरूले आफ्नो स्मार्टफोनलाई प्रयोग गरेर पनि इन्कम जेनेरेट गर्न सक्छौँ भन्दा हजुरहरूलाई पत्यार लाग्छ? यदि त्यसो हो भने यो भिडियो हजुरहरूको लागि अवश्य पनि सहयोगी हुनेछ। अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहुन अनुरोध गर्दछु। नमस्ते, मेरो नाम हिमकला पौडेल, नेपाल घर पूर्वी नेपाल भित्तामोड झापा हो भने हाल म र मेरो परिवार दक्षिण कोरियामा बसोबास गर्दै आइरहेका छौँ। म पार्ट टाइम जब होल्डरको साथसाथै एक बच्चाको आमा। आफ्नो कर्तव्यहरू सबैतिर पुरा गर्दै जाँदाखेरि सबैतिर भने जस्तो आफूले गर्न नपाइरहेको र आफ्नो कम्फर्ट जोनबाट पनि केही गर्न पाए हुन्थ्यो भन्ने खोजीमा रुमालिरहेको बेलामा मैले सोसल मिडिया स्कोर गर्ने क्रममा यस्तो एउटा अमेजिङ प्लेटफर्म भेटेँ जहाँ आफूले दिनको 2 घण्टा टाइम दिए पुग्ने र आफ्नो हातमा भएको स्मार्टफोन वा ल्यापटप र इन्टरनेट कनेक्सन भएदेखि संसारको जुनसुकै कुनाबाट पनि सञ्चालन गर्ने व्यवसाय हो जुन अहिले म सक्सेसफुली तरिकाले रन गरिरहेकी छु। यो व्यवसाय आफ्नो देश या त आफू रहेको भिसा अनुसारले वार्षिक रूपमा ट्याक्स फाइल गराउनु पर्ने भएकाले एकदमै लिगेसी व्यवसाय हो जहाँ हामीलाई लाइफ टाइमको लागि मेन्टर र कोचको व्यवस्था हुन्छ। आफूले प्रयोग गर्ने फेसबुक, टिकटक लगायतका 7वटा प्लेटफर्ममा हामीहरूले चाहिँ मार्केटिङको काम गर्नुपर्ने हुन्छ। सिस्टमले नै 70देखि 80% काम गर्ने र आफूले चाहिँ 10देखि 20% काम गरे पुग्ने व्यवसाय छ र आफ्नो लगनशीलतालाई निरन्तर राखिरहे 5 वर्षदेखि 7 वर्षभित्रमा हामीहरूले चाहिँ रिटायरमेन्ट लाइफको साथसाथै हाम्रो व्यवसाय चाहिँ आफ्नो जेनेरेसनलाई ट्रान्सफर गर्न मिल्ने भएकाले यो व्यवसाय एकदमै अमेजिङ व्यवसाय हो। यदि हजुरहरूलाई पनि यस व्यवसायमा बुझ्नको लागि इन्ट्रेस्ट छ भने दिएको वेबसाइटमा आफ्नो इमेल एड्रेस इन्ट्री गराएर त्यहाँ भित्र रहेका भिडियोहरू अनलक हुनेछन्। सो भिडियोलाई हेरेर आफूले केही जानकारी लिन सक्नुहुनेछ र मलाई डाइरेक्ट मेसेज वा कल पनि गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।